हेलो हेलो नमस्कार है सबैलाई नमस्कार। ल यो चाहिँ रतुवा खोलामा बनेको नवनिर्मित झोलुङ्गे पुल रतुवा खोला खाडी गाउँ र मोरङको भुल्काडुबा जोड्ने नवनिर्मित रतुवा खोलाको पुल हालसालै बनेर उद्घाटन भइसकेको पुल। म चाहिँ आज मात्रै आएर यहाँ एउटा सानो भिडियो क्लिप बनाउँदै छु। म अहिले भुल्काडुबापट्टिबाट यता खाडी गाउँतर्फ आउँदै गर्दाको भिडियो हो यो। धेरै मनमोहक दृश्य देखिन्छ यहाँबाट माथिसम्म। यो माथिल्लो छेउमा मकैबारी यो रतुवाको बगरमा फलाएर उत्पादन लगभग लिइसकिन लाग्यो। अब अलिकति बाँकी रहेछ, मकै भाँचिँदै रहेछ। भारतीय नागरिकहरूले फलाएको मकैबारी त्यो हो। यताको तल्लो छेउमा पनि परसम्म त्यो मकैबारी देख्न सक्नुहुन्छ। मान्छेहरू पनि यहाँ प्रशस्त आउनु भएको छ यहाँ हेर्नलाई। धेरैजनाको राम्रो चहलपहल हुँदो रहेछ यो झोलुङ्गे पुलमा। तपाईहरुलाई पनि नजिकै पर्छ, मौका मिल्छ र झोलुङ्गे पुल हेर्न मन छ भने आउनु होला। गौराधा नगरपालिका वार्ड नम्बर 6 बीपी चोकबाट पश्चिमपट्टि यो खाडी गाउँबाट भुल्काडुबा जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल हो। आउनु होला।